कुद्यो 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 ए रोक्दैन क्या रोक्छ रोक्छ दौड्यो दौड्यो बल अगाडि गइसक्यो ल रोक्दैन क्या रोक्छ रोक्छ कुद्यो ए रोक्यो 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 काट 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 ओके ओके पाल्ने come on guys come on टोली ल है सुदन गुरुङ ग्याङ यो फतफुत हेर्नलाई यो पैयौँको फुल हेर्न हामी जाँदैछौँ तपाईहरू पनि यो भिडियो हेर्नु होला फतफुत कस्तो छ भनेर कस्तो फुल छ भनेर हेर्नु होला हामी नेपालमा चाहिँ पैयौँलाई घाँस काट्छौँ त्यहाँ चाहिँ टक्क घुम्ने ठाउँ बनाएर त्यसको फुलमा रमाउँछौँ हामी हिरो जति सबै कोरिया आएर अनि नेपालमा हिरो चाहिँ को हो त अनि हिँड्ने मान्छे होला गाडी गाडी घुम्यो 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 घुम घुम फुरुरु ल 360 हो 360 आज फुल हेर्न जाने हो हामी आज फुल हेर्न छुट्टै टेक्नोलोजी छ हाम्रो है अनि 50,000 को माल हो अनि 50,000 को स्ट्यान्ड हातमा घुमाइराख 360 डिग्री कुन ब्रान्ड हो त्यो यो भ्लग गर्न चाहिँ एकदम बेस्ट हो अरे त्यही भएर लिएको दाइले कुद्यो 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 ए रोक्दैन क्या रोक्छ रोक्छ दौड्यो दौड्यो बल अगाडि गइसक्यो ल रोक्दैन क्या रोक्छ रोक्छ कुद्यो ए रोक्यो 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 काट 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 ओके ओके पाल्ने come on guys come on टोली ल move sit down sit down है यो चाहिँ अपाङ्ग बस्ने ठाउँ रहेछ मेरो सैनिक बस कहाँ बसेको त यस्तो ठाउँमा बस्नु न उठ्नुस् सरी यार हतारको बेला घुँडामा सिट डाउन सातो गयो यार खुट्टा यहीँ झर्ने हामी यहीँ झर्ने झरौँ त अलिक थोरै होइन त्यही हो क्या मलाई सोध न टोलीहरू कोठाबाट निस्किँदैन यहाँ खोजेर मात्रै हुन्छ ऊ त्यहाँ अगाडि पुल बनाएको छ झरौँ 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 ल ल झरौँ झरौँ ल ल ल भरे त हिँड्दै जाउँ ल ल ल झरौँ 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 के गर्ने राम्रो राम्रो भ्यूहरू त यार बल्ल हामी जेलबाट छुटे जस्तो भएन र अब बालेन दाइले बनाइहाल्छ नि टेन्सनै नलिनु कुत्ते के औलाद बेबे मेरो पुरानो गाउँ यहाँ छोडिदिएको आजभोलि मैले यहाँ त बिजुलीको टावर पनि छ त यार छेउमै यस्तो बोटहरू पनि रहेछ त बोट पनि चढाउँ भेडा जस्तो छ अरे है बबाल हुन्छ त्यो पुल पारि जाने हो फर्स्ट टाइम चढ्छु यो पुलमा यो पहिला बनाएको थिएन है ल यहाँ चाहिँ साइकल चलाउन पाइयो हिँडेर बच्चा नानीहरूलाई बोक्न पाइयो होइन तर यहाँ चाहिँ कार हिँड्न मिल्दैन मोटरसाइकल हिँड्न मिल्दैन जे भन्यो त्यो मात्रै गर्नुपर्छ फेरि
धेरै बढी जान्ने भयो भने यो तल पानीमा चोफलेर फेरि 10 चोटि चोफलेर माथि निकाल्छ अनि छुट्टिदिएको लगभग फुलको नजिक आइपुगेको छ जान मिल्दैन गल्फ चाहिँ खेलिरहेछन् दामी छ अर्को अब टाढैबाट लिएँ मैले अब चलिए दोस्तों चलते हैं चलो दोस्ती चलो दोस्ती आज चलते हैं आज तो हिंदी में नहीं यार नेपाली में बात करते हैं अस्ति हिन्दीले गर्दा लास्टै बिल्ला हाने के नेपाली भएर क्या फुल हेर्ने चाहिँ एकदमै धेरै आइसकेका छन् होइन कति हो कति यहाँ गाडी पुरै लाइन लागेको छ हामी त गाडी नपाएर हिँडेर आएको होइन एकदमै भिडभाड छ बबाले रमाइलो हुन्छ है अब यहाँबाट हाम्रो सुरु हुन्छ यात्रा आजको विशेष फुल विशेष यात्रा आजको दक्षिण कोरियामा एकदमै अहिलेको वसन्त ऋतुसँगै नयाँ पालुवा फुलहरू फुल्दाखेरिको मान्छेलाई एकदमै मनमोहक बनाउने दृश्य कुन छ यहाँ जाँदा पनि हुन्छ वहाँ जाँदा पनि हुन्छ आमा वहाँ अरू जाँदा पनि हुन्छ अब हामी यहाँ अझै माथि देखाएको लास्ट फाइट हुन्छ नि है सैन्य हिँडे जस्तो आवाज आइरहेको छ है पड्याक 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 फौजीसँगै हिँडेपछि फौजीकै आवाज आइहाल्छ नि तेरो भाइ ए मेरो पनि हाने त अहिले त मान्छेलाई यताउति ल औ यता म जहाँ गयो त्यतै घुम्ने है क्यामेरा बुझि
हुन्छ तिम्रो गाजल नलागे हुन्छ फर्स्ट राउन्डमै तपाईँ गोल्डन माइक विनर हुनुहुन्छ क्या दाइ त्यसको लागि यस्तो दामी भोइस छ नि तपाईँको जानुपर्ने भयो क्या म त्यो मानव मैले जज छु म सिधै हो क्या दाइ तपाईँलाई गोल्डन माइक फाइनलमा अब त्यो भोटिङमा तपाईँलाई अब कसेर आउनुहुन्छ। मैले गोल्डन माइक पकाउनुलाई चाहिँ फेरि तिमी नै जज बस्नुपर्ने भयो नि त होइन दाइ म जस्तो जज त म त तिमी के बसेन गर्नु? भने मैले नपाउने भएँ नि त म गीतै नबुझ्नेले यस्तो राम्रो लाग्यो गीत बुझ्ने होइन, मान्छे गीतै नबुझ्ने बुझ्छ नि त मान्छेले दाइ चाहिँ हो। हो नि कुरा त त्यो दाम नै आयो नि त बुझ्ने मान्छे झन् राम्रै बुझ्छ नि त ल दाइ तपाईँलाई विशेष धन्यवाद अब यति भन्दै हामी अन्त्यतिर अझै 2 मिनट जति कुराकानी गर्नेछौँ हामी होइन अब यसो जुमसुम हानेर आहा। यति राम्रो फुलहरू नेपालमा भइदिएको भयो नि म के गर्छु थाहा छ कति टुरिस्टहरूलाई म भित्राइदिन्थेँ क्या यो किसिमको फुल भएको भए त्यहाँ फुलको सिटीमा आयौँ फुलको सिटीमा फुल सिटी फुलको गाउँ अर्को चोकमा आयौँ यो चोकमा पनि फुलै फुल फेरि अहिले त जुनसुकै चोकमा गए पनि फुलै फुल क्या शान्त तरिकाले यहाँ वातावरण छ एकदम शान्तसँग यहाँको बस्दो रहेछ मान्छेहरू न त मान्छे देखिन्छ न के यहाँ चाहिँ सपिङ सेन्टर म त त्यो फुल त मन पराउँदैन नि यार भाइ त्यो फुल त सिरा हुन्छ नि मलाई सिरा हुन्छ नि आहा आहा फिल्म भन्ने कुरा अब देखाउँछौँ फिल्म भन्ने कुरा वेट गर्नुहोस् ल तपाईँहरू पनि एकछिन रात पर्न दिन्छु अब चाहिँ राति मोबाइलमा पनि फ्ल्यास चल्न थालिसकेको छ यार यसरी अब कपालहरू पनि यसरी बसेको हुन्छ खिच्न मिल्दैन आइम सरी लाइट होइन सरी रातिको भ्यू हेलो नेपाल जय नेपाल जय नेपाल अब अहिले चाहिँ एकदमै निकै नै झिलिमिली भइसकेको छ वाउ मस्त इन्जोय गर्नुभयो उहाँहरूले चाहिँ जसरी सरकार अहिले हामीलाई एकदमै निकै खुसी लाग्यो यो गर्ने यस्तो यसरी गर्दा राम्रो हुने थियो नि बाइक पनि आफ्नोतिर फोकस गर्ने छ होइन दामी छ त अघि यस्तो गर्नुपर्ने थियो दादा हाम्रो यो नाइट चाहिँ एकदमै इन्जोय भयो है फेरि एउटा